एयरपोड्स प्रो 3 है। एयरपोड्स प्रो 3 आइसकेको छ बुटोल गौडा मोबाइलमा। यदि तपाईँहरू अफिसियल एयरपोड्स 3 खोज्दै हुनुहुन्छ भने चाहिँ अब ढुक्कको साथमा अफिसियल एयरपोड्स 3 पाउनुहुन्छ। नमस्ते सम्पूर्णलाई, म दीपक गैरे गौडा मोबाइलको हाम्रो युट्युब च्यानलबाट, र तपाईँहरूले देख्न सक्नुहुन्छ यो अफिसियली हाम्रो नेपालमा पनि एयरपोड्स 3 आइसकेको छ। र यो कस्तो छ, के छ यसमा विशेषता, एयरपोड्स 3 किन्नुपर्ने मेन थिङ्सहरू के छ। एयरपोड्स 2 प्रो पनि हामीले चलाएकै हो लास्ट इयर। सो यसमा चाहिँ के छ त यत्रो यस्तो विशेषता, अनि यसको प्राइस के छ त होइन, र कति कुराहरू चाहिँ यसमा चाहिँ अहिले चाहिँ एप्पलले चाहिँ डेभलप गर्यो र किन्नुपर्ने नै छ कि छैन, सबै कुराहरू तपाईँलाई चाहिँ मैले वान बाई वान तपाईँहरूलाई चाहिँ क्लियरफाई गर्दैछु। सो एकैछिन हाम्रो भिडियो पुरा हेरेर तपाईँहरूले चाहिँ बुझ्न सक्नुहुन्छ। र अब मेन थिङ्स तपाईँहरूलाई म सुरुवात गर्नुपर्दा, हामीले सर्वप्रथम त यो एयरपोड्स किन्दा चाहिँ हामीले चाहिँ मेन थिङ्स चाहिँ सुरुमै जान्नुपर्ने कुरा चाहिँ के छ भने यसको प्राइसको कुरा आउँछ धेरै ठाउँबाट होइन। कतिमा आउला, यो अहिले चाहिँ एयरपोड्सको चाहिँ प्राइस अलि हाई हुने भयो भन्ने पहिलादेखि नै धेरैलाई चाहिँ शङ्काको विषय थियो। नभन्दै एप्पलले अहिलेसम्मकै हाई रेटमा चाहिँ एयरपोड्स 3 प्रो चाहिँ लन्च गरेको छ। यसको प्राइस भने 48,000 चाहिँ तपाईँको चाहिँ झन्डै 50,000 यसको चाहिँ प्राइस हुन गइरहेको छ। यो अफिसियल एयरपोड्स 3 प्रोको प्राइस नेपालमा यो लिँदा चाहिँ तपाईँहरूले 1 इयरको वारेन्टी सहित पाउनुहुन्छ भने यसमा चाहिँ केही इस्युहरू आयो भने चाहिँ एयरपोड्सको चाहिँ पर्ट्सहरू अथवा चाहिँ एयरपोड्सको जुन केस हुन्छ त्यो केसमा इस्यु आउँदा पनि तपाईँको चाहिँ रिप्लेसमेन्ट हुन्छ। सो अफिसियल किन्नु होला, र वारेन्टीको विषयमा चाहिँ तपाईँ ढुक्क भएर लिन सक्नुहुन्छ। र हामीसँग स्टोरमा यो 4वटा एयरपोड्स मसँग यहाँ देख्न सक्नुहुन्छ, अरू पनि छ हामीसँग एयरपोड्सहरू। यो चाहिँ तपाईँले नयाँ सिरिज अहिलेको रिसेन्टली लन्च भएको। र यसमा चाहिँ के छ त त्यस्तो विशेषता, एकदमै चाहिँ 2-4वटा कुरा चाहिँ यसमा स्पेसल थिङ्सहरू एड भएर आएको छ, त्यो कुराहरू म तपाईँलाई चाहिँ जोड्दैछु। सो मेन थिङ्स त तपाईँको अहिलेसम्मकै बेस्ट एक्टिभ नोइज क्यान्सलेसन यसमा चाहिँ छ। यो एएनसी अहिलेसम्मकै एकदमै हाई एएनसी यसमा चाहिँ इम्प्रुभमेन्ट गरेको छ। यो चाहिँ अघिल्लो एयरपोर्ट भन्दा झन्डै 2 गुणा आवाज काट्ने क्षमता छ यसमा चाहिँ है। अघिल्लो एयरपोर्टमा जुन तपाईँको चाहिँ एएनसीको जति चाहिँ त्यो क्यापेसिटी थियो त्योभन्दा ठ्याक्कै चाहिँ तपाईँको चाहिँ 2 गुणा भनेको ठ्याक्कै डबलको चाहिँ तपाईँको चाहिँ डिफ्रेन्सेस पाउनुहुन्छ यो एयरपोर्ट्समा। भने तपाईँहरू चाहिँ भिडभाड विमानमा अथवा चाहिँ प्लेनमा कतै हिँडिरहनु भएको छ, तपाईँलाई एकदमै चाहिँ बाहिरको साउन्ड चाहिँ तपाईँलाई चाहिँ इरिटेट लाग्छ भने चाहिँ त्यो सबै चाहिँ तपाईँको चाहिँ क्लियरली कम गरिदिन्छ मजाले चाहिँ तपाईँको चाहिँ तपाईँलाई त्यो फिलै हुँदैन, तपाईँको अब कानको लागि चाहिँ कुनै पनि इस्यु हुँदैन। यो एउटा चाहिँ मेन थिङ्स छ। र मेन अर्को कुरा छ एडाप्टिभ अडियो। यो एडाप्टिभ अडियो भनेको के हो त, यो स्मार्ट फिचरले चाहिँ नोइज क्यान्सलेसन र ट्रान्सफर्मेसन मोडलाई चाहिँ एकदमै चाहिँ आफै मिलाउँछ, तपाईँको वातावरणसँग आफै मिलाउँछ होइन, आफै मिलाउँछ। तपाईँ कस्तो ठाउँमा हुनुहुन्छ, कस्तो खालको चाहिँ कोसँग के गर्नुपर्ने, यो सबै चाहिँ यो एयरपोड्समा चाहिँ एउटा चाहिँ मेन विशेषता रहेको छ। र तपाईँको चाहिँ ट्रान्सपरेन्सी मोड भनेको नेचुरल साउन्ड, तपाईँको एकदमै चाहिँ नेचुरल साउन्ड, बाहिरको प्रकृति रूपमा आवाजहरू मजाले सुन्न सकिन्छ। र तपाईँले चाहिँ एयरपोड्समा तपाईँ गीत सुन्दै गर्नुहुन्छ, तपाईँ अरूको आवाज पनि सुन्नु छ, साइडमा तपाईँको चाहिँ साथीहरूसँग कुराकानी गर्दै हुनुहुन्छ, तपाईँ न्युज सुन्दै हुनुहुन्छ भने चाहिँ तपाईँ एयरपोड्स लगाएर पनि साथीको कुरा पनि सुन्न सक्नुहुन्छ। र तपाईँले यता तपाईँको चाहिँ कानमा मजाले चाहिँ आफूले न्युज सुनेर पनि यतापट्टि लगाएर मजाले बस्न सक्नुहुन्छ। कतिपय एयरपोड्सहरू लगाउँदा चाहिँ तपाईँको एयरपोड्स हालिसकेपछि ड्यामडुम कान बन्द हुने, अनि तपाईँ केही पनि थाहा नहुने, अरूसँग कुराकानी गर्नको लागि एयरपोड्स निकाल्नै पर्ने हुन्छ। सो त्यो कुरा पनि तपाईँको यो इम्प्रुभमेन्ट भइसकेको छ। यो अर्को कुरा छ तपाईँको चाहिँ कन्भर्सेसन एवारनेस भन्ने छ। यो चाहिँ एकदमै चाहिँ कसैले तपाईँसँग कुरा गर्न थालेपछि सङ्गीतको आवाज चाहिँ तपाईँको जुन हुन्छ त्यो चाहिँ अटोमेटिक तपाईँको चाहिँ कम हुन्छ र अगाडिको स्पष्ट आवाज सुनिन्छ। जस्तो तपाईँ मान्नुहोस् कि तपाईँले चाहिँ कानमा लगाएर मस्त चाहिँ गाना सुनिरहनु भएको थियो, गाना सुन्दै गर्दा चाहिँ तपाईँलाई चाहिँ एक्कासी चाहिँ कसैले चाहिँ बोलायो मान्नु साइडबाट होइन, मेरो नाम दीपक, लाइक कसैले चाहिँ मेरो साथीले दीपक सर भनेर पछाडिबाट मलाई बोलायो भने उसले मेरो एयरपोड्सले चाहिँ जानकारी पाउँछ कि मलाई बोलाएको भनेर मेरो सङ्गीत जुन मैले सङहरू सुनिरहेको थिएँ त्यो साउन्ड अटोमेटिक घटेर त्यो साथीको आवाज चाहिँ मैले सुन्न सक्छु। सो त्यो पनि एकदम स्पेसल थिङ्स यसमा चाहिँ एड भएको छ। एकदमै
मेन थिङ्सहरू यो 5वटा कुराहरू थियो र यसमा चाहिँ अर्को भनेको यो चिपसेट एकदमै हाई प्रोफाइल एकदम हाई चिपसेट अहिले चाहिँ युज गरेको छ। यसमा चाहिँ S2 चिपसेट भनेर यसमा चाहिँ युज गरेको छ। यसको फिचर्सहरू चाहिँ के छ भने साउन्ड क्वालिटीको कुराहरू, प्रोसेसरको कुराहरू, ब्याट्रीको छ, ब्याट्री इफिसियन्सीको कुराहरू छ। ब्याट्री चाहिँ एकदमै बवाल टिक्ने है, एकदमै राम्रो छ। यो चाहिँ के छ भने चाहिँ एडाप्टिभ इक्यु पनि यसमा चाहिँ एड गरिएको छ भने त्यसमा चाहिँ अटोमेटिक चाहिँ तपाईँको चाहिँ कस्तो खालको तपाईँले गीत सुन्नुभएको छ त्यस्तो खालको बेस, त्यस्तो खालको चाहिँ तपाईँको ट्रेबल आफै एडजस्ट हुन्छ यो एयरपोर्ट्समा होइन। अब अर्को कुरा, अब क्लियर क्वालिटीको त कुरै नगरौँ होइन। अब यति धेरै महँगो एयरपोर्ट छ, जब लगभग 48,000को एयरपोर्ट्स भनेपछि तपाईँको चाहिँ अब क्लियर क्वालिटीको त कुरै नगरौँ। तपाईँ फोन गर्दै हुनुहुन्छ, स्पष्ट आवाज सुनिन्छ, हावाको आवाजहरू भयो, हावा चल्दाखेरि चाहिँ उतापट्टि जुन स्वाहा गरेर जुन आवाज जाने हुन्छ त्यो सब कुराहरू चाहिँ तपाईँको यसले के फिल्टर गरेर तपाईँको साउन्डलाई मात्रै उता लैजान्छ। यस्तो राम्रो चिज अहिले चाहिँ यो निकालेको छ। अलिकति प्राइस चाहिँ तपाईँहरूलाई चाहिँ अलिकति बेसी लाग्ला, तर यो एकदमै चाहिँ यसको गुणस्तर अनुसार चाहिँ एकदम रिजनेबल छ होइन। यो गुणस्तर अनुसार चाहिँ तपाईँको यो प्राइस रिजनेबल हो। 48,000 एकदमै चाहिँ वाटर रेजिस्टेन्ट, डस्ट रेजिस्टेन्ट। यो ब्याट्री लाइफ त कुरै नगरौँ। एउटा एयरपोर्ट्सले 6 घन्टासम्म है, 6 घन्टा एउटा एयरपोर्ट्सले चाहिँ तपाईँको धान्छ भने तपाईँको केस र एयरपोर्ट्स दुइटै को सबै चाहिँ हिसाब गर्दा चाहिँ तपाईँको 30 घन्टा एउटा एयरपोर्ट्सले तपाईँलाई चाहिँ यसले चाहिँ ब्याट्री लाइफ दिन्छ। 30 आवर भनेको तपाईँले के बुझ्नु भने 30 आवरमा तपाईँ 30 आवरै एयरपोर्ट्स लगाउनुहुन्न। म्याक्सिमम अरू बाहिर विदेशहरूमा चाहिँ म्याक्सिमम कानमा एयरपोर्ट्सहरू लगाएर हिँड्ने गर्छन्। सो त्यही भएर पनि 30 आवर्स उनीहरूलाई कम लाग्छ। तर हाम्रो नेपालको सिनारीमा हेर्दाखेरि चाहिँ 30 आवर भनेको लगभग 1 हप्ता एयरपोर्ट चार्ज गर्न पर्दैन। 1 हप्ता चाहिँ तपाईँले यो एयरपोर्ट्स लिनुभयो भने चार्ज गर्नु पर्दैन। यो कम्पेरिजनमा चाहिँ अब 2 भन्दा 3 प्रो चाहिँ धेरै बेटर छ, धेरै राम्रो छ होइन। सो सबै कुराहरू तपाईँले बुझिसक्नु भएको छ होइन। तपाईँको चाहिँ यदि यो हरायो भने चाहिँ के गर्ने, यति महँगो छ है, यति महँगो छ, यो हरायो भने के गर्ने। अब यो एयरपोर्ट्सलाई पनि तपाईँले फाइन्ड माई डिभाइस तपाईँको मोबाइलमा चाहिँ फाइन्ड माई डिभाइसमा एड गर्न मिल्छ र तपाईँले फाइन्ड माई डिभाइसमा एड गरिसकेपछि इफ तपाईँको कानमा चाहिँ यो एयरपोर्ट्स लगाइरहनु भएको छ, भाँडो हरायो अथवा चाहिँ एयरपोर्ट्सै हरायो सबै सेटै सहित भने पनि तपाईँले यदि कतै घरमा कतै लुकेको अवस्थामा छ, भेटिरहेको छैन भने चाहिँ यो एयरपोर्ट्सको केसमा चाहिँ स्पिकर जडान गरिएको छ। सो स्पिकरले चाहिँ तपाईँको के गर्छ भने चाहिँ तपाईँले फोनबाट चाहिँ तपाईँको बेल बजाएर कहाँ बजिरहेको छ, तपाईँको कहाँ छ यसको एयरपोर्ट्स चाहिँ कहाँ लुकिरहेछ भनेर तपाईँले भेटाउन सक्नुहुन्छ। सो एकदमै पावरफुल, एकदमै मजाको चाहिँ यो चाहिँ एयरपोर्ट्स लन्च भइसक्यो। लन्च भएर हाम्रो स्टोरमा पनि आइसक्यो। प्राइस पनि थाहा पाइसक्नुभयो, वारेन्टीको कुरा पनि थाहा पाइसक्नुभयो। अब हेरौँ यो कस्तो छ है। अब हामीले यसलाई अनबक्सिङ गरेरै हेरौँ एउटा एयरपोर्ट्स है। मलाई असाध्यै मन परेको, म लिन्छु नै भनेर सुरुबाटै मैले चाहिँ यो डिसाइड गरिरहेको थिएँ। सो म एकदमै एयरपोर्ट्सको लागि चाहिँ म नन स्टप म एयरपोर्ट्स युज गरिरहेको हुन्छु। सो मैले चाहिँ यो एयरपोर्ट्स अनबक्सिङ गरेर पनि तपाईँहरूलाई देखाउँदैछु। सो हेरौँ, लेट्स सी अब अनबक्सिङ गरेर हेरौँ कस्तो छ। वाउ, कस्तो दामी छ है। एप्पलको यो अनबक्सिङ गर्दा पनि छुट्टै मजा छ। फिल गर्नुपर्छ, डिभाइस यति धेरै क्लियर हुन्छ। एउटा त मलाई व्हाइट कलर भनेपछि यति मनपर्छ होइन। त्यसैमाथि यो एप्पलको अनबक्सिङ गर्दा पनि यिनीहरूको जुन प्याकिङको छ, यिनीहरूको जुन बक्सको जुन क्वालिटी छ मजाको छ। त्यसै चाहिँ तपाईँको यो प्रडक्टको यति धेरै कस्ट हाई पनि हुँदैन होइन। एउटा कानमा लाउने चाहिँ अब एयरपोर्ट्सको चाहिँ 48,000 इज नट अ जोक यार होइन। सो बबाले राम्रो भएरै पर्या हो। अब चाहिँ हेरौँ कस्तो छ यो है। अब मैले पनि यो फर्स्ट टाइम मेरो हातमा लिँदैछु। सो कस्तो छ अनबक्सिङ गरेर हेरौँ है त, लेट्स सी। वाउ होइन, यति राम्रो चाहिँ यिनीहरूको चाहिँ अनबक्सिङ गर्दा पनि यति राम्रो चाहिँ यिनीहरूको चाहिँ फिनिसिङ हुन्छ होइन। लाइक तपाईँहरूले यही ठाउँमा तपाईँको कपी एयरपोर्ट्सहरू अनबक्सिङ गर्नुभयो भने यो अनबक्सिङ गर्दा पनि तपाईँको वान साइडको ननिस्किने अनि कता
आधा चेत्तिने आधा ननिस्किने त्यस्तो हुन्छ त्यो कपी एयरपोर्ट्सहरू पनि बक्सबाट पनि चिन्न सकिन्छ कि डुप्लिकेट चिजहरू वाउ दामी 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 ओह ओ वाउ लाइक 50,000 को है 50,000 को 50,000 मा दुईटा एन्ड्रोइड फोन आउँछ तर एप्पलको कानमा लाउने मात्रै आउँछ वाउ यस्तो मजाको छ होइन यति क्लियरली यति यो छ नि देख्दा पनि मजा आउने के यस्तो राम्रो होइन यो अलिकति डिजाइन थोरै चेन्ज छ है किन भन्दा अलिकति एप्पलले एभ्री इयर अलिकति चाहिँ डिजाइन त चेन्ज गर्नै पर्यो किन भन्दा उस्तै भयो भने युज गर्नलाई पनि सेम थिङ्स भयो भने अलि मजा आउँदैन सो यो चाहिँ राइट वाउ यस्तो मजाले फिटिङ भइरहेछ वाउ अहिले चाहिँ यस्तो मजाको चाहिँ फिनिसिङमा बनाएको रहेछ कानमा राख्दा पनि होइन यस्तो मजा आयो कि ल तपाईँहरू पनि किन्न सक्नुहुन्छ यदि तपाईँहरूले चाहिँ यो एयरपोर्ट्स कहाँदेखि लिने होला कस्तो प्रोडक्ट लिने होला भनेर चाहिँ तपाईँहरू कन्फ्युज हुनुहुन्छ भने चाहिँ एकचोटि हाम्रो स्टोर भिजिट गर्नु होला र तपाईँहरूले यो अफिसियल एयरपोर्ट्स प्रो 3 मजाले हाम्रो स्टोरमा स्टक पाउनुहुन्छ र किन्न सक्नुहुन्छ मलाई चाहिँ असाध्यै मन पर्यो है म चाहिँ यो क्यारी गर्छु मलाई चाहिँ असाध्यै मन पर्यो र एयरपोर्ट्ससँग के छ त है भित्र हेरौँ एयरपोर्ट धेरै एप्पलले केही दिँदैन है केही दिँदैन ल यो चाहिँ इयर बड्सको जुन चाहिँ तपाईँको कानमा चाहिँ कसैको चाहिँ कान अलिक सानो ठुलो हुने गर्दा चाहिँ यो कम्फर्टको लागि चाहिँ यो तपाईँको बड्सको लागि चाहिँ यो रबर चाहिँ सानो ठुलो गराउने चाहिँ दिएको छ त्यति हो अरू चाहिँ अहिलेको पालि चाहिँ एप्पलले तार पनि दिएन कि जस्तो लागिरहेछ मलाई छैन ल अहिले चाहिँ एप्पलले यो चाहिँ अलिकति झोर भयो है किन भन्दा एउटा डाटा केबल भए पनि होइन यसको लागि चाहिँ छुट्टै पठाउनु पर्ने एभ्री इयर एउटा न एउटा कुरा घटाइरहेको हुन्छ एप्पलले सो डाटा केबल चाहिँ छैन है डाटा केबल चाहिँ छैन इट्स ओके डाटा केबल हो फोनको युज गर्न सकिन्छ नो प्रब्लम बट दिस वान इज भेरी काइन्ड यार मलाई चाहिँ एकदमै मन पर्यो होइन स्पिकरहरू पनि यसको बवालै छ होइन यसको साउन्ड क्वालिटी अब हरायो भने पनि भेटाउन तपाईँहरूलाई मैले अघि भने जस्तै स्पिकर यतापट्टि छ मजाले चाहिँ खोज्न सक्नुहुन्छ यो होइन ल तपाईँहरूलाई कस्तो लाग्यो यो जस्ताको तस्तै कमेन्ट गर्नु होला र यदि बाई गर्नु पऱ्यो भने हामीलाई सम्झिनु होला थ्याङ्क यू यस्तै तपाईँहरूलाई चाहिँ भिडियोहरू म बनाएर अब युट्युबमा अपलोड गरिरहेको हुन्छु प्लिज सपोर्ट गरिदिनु होला र तपाईँहरूले भिडियो हेरिसकेपछि कस्तो लाग्छ कमेन्ट गरेर हाम्रो युट्युब च्यानललाई सब्सक्राइब भन्ने चाहिँ गरिदिनु होला र